हामी चाहिँ अहिले तिरुपति बालाजीको लागि मिटिङ आएको छ बसको वेट गरिरहेको छौँ बस यहाँ बसमा चढेर माथि जाने थियो तिरुपति बालाजी अहिले चाहिँ हामी बसमा चढ्यो अरे तिरुपति बालाजी जान दर्शन गरेर माथि जान आँट्दैछौँ बसमा पनि चढिसकेका छौँ हजुर तिरुपति दर्शन गरेको छौँ भित्र त पाइँदैन होला बाहिर बाहिर चाहिँ होइन भित्र त लानु पाइँदैन र अहिले 8:30 रातिको 8:30 बजे यहाँ घुमिसकेर हामी घुमिसकेर हामी बसमा बसिसकेको छौँ मै गएर भेट्छु हजुरसँग माथि बेगहरू यसरी चाहिँ बेगहरू यसरी हालेर भयो हामीहरूको अहिले चाहिँ बेग सेक चेक भएर हामी चाहिँ निक्लिँदैछौँ ल आइपुग्यो 9 कति 9:30 बजी आइपुग्यो 8:30 बजी हामी चढेको थियौँ राम्रो बाटो त यस्तो रहेछ नि अब चाहिँ यहाँ कपाल काट्न भनेर जानु हुँदैछ प्रसादी खानु बसिरहेको छु यहाँ चाहिँ गेटबाट अगाडि पस्ने बित्तिकै यतापट्टि आएर सेन्डल जम्मा दिएर अनि त्यहाँ आफ्नो नम्बर लिएर उ गर्दो रहेछ अनि सेन्डल जम्मा दिनु पर्दो रहेछ यसरी सेन्डल जम्मा दिएपछि अनि उताबाट पस्न पाइन्छ गेटबाट अहिले चाहिँ हामी दर्शनको लागि भित्र जाँदैछौँ लाइन लागेर बोकेर गर्नु हेलो एभ्रिवान अहिले चाहिँ हामी दर्शन गऱ्यो भित्र चाहिँ मोबाइल लान पाइएन हिजै राति कति 12:30 बजी मोबाइल लगेज जमातिर थियौँ अहिले चाहिँ लगेज पनि रिसिभ गरेर हामी चाहिँ निक्लिँदैछौँ दर्शन गरेर हामी चाहिँ निक्लिँदैछौँ 11:40मा लागेका थियौँ लाइनमा अहिले 10-12 घन्टा लाग्यो भने पनि हुन्छ रातिको 11देखिबाट लिएर अहिले निन्द्राले आँखा यस्ता भइरहेछन् यहाँ चाहिँ यसरी राखेका छौँ सामानहरू मेला जस्तो बालाजीको फोटाहरू एकदम राम्ररी गरेको छ यहाँ चाहिँ अहिले हामीले प्रसादी खाना हाल्दैछौँ साथीहरू
ನೀವೆಲ್ಲರೂ ದೇವಸ್ಥಾನ ಎದುರುಗಡ ಪ್ರಸಾರ ಕೇಂದ್ರ ಹತ್ತಿರ ಬರಬೇಕು. ಇಲ್ಲಿ ನಿಮ್ಮವರ ರಾಮಕೃಷ್ಣ ಇಲ್ಲಿಗೆ ಇದ್ದಾರೆ. ಫಲಕ ಬೆಳಗಾಗಿ ಕಾವದಲ್ಲಿ आप यहाँ ప్రసారక్షణ వచ్చి నాటయాన్ని తత్వంగా కోరుతున్నాము. శివ గారు, అంజలి గారు, ఊరు సమరులు ಮಂಡಲ ಊರು ಆನೆಹಳ್ಳಿ ದೇವಸ್ಥಾನ ಎದುರುಗಡ ಪ್ರಸಾರ ಕೇಂದ್ರ ಹತ್ತಿರ ಬರಬೇಕು. तिरुपति दर्शन गरेर हामी चाहिँ हिँड्न लागेको दर्शन भयो अब चाहिँ दर्शन कम्प्लिट भयो. अब हामी घर जान लागि हुन्छ त हजुरहरूलाई जति सक्यो मैले त्यति देखाएँ भाइ. भिडियो चाहिँ कहिले आउँछ. बाई बाई. हाम्रो चाहिँ यो बाटो चाहिँ हो बालाजीको दर्शन गर्न जाने बाटो हो. हेर्नुहोस् कति माथि जानु पर्दछ. राति चाहिँ मैले भिडियो गर्न पाइनँ. राति त एकदमै राम्रो लाइट जलेको एकदमै राम्रो देखिरहेको थियो, तर मैले राति भिडियो गर्न पाइनँ. र अहिले चाहिँ भिडियो गर्दैछु. हेर्नु होला कति सानो सानो घर देखिरहेछन् माथि पहाड माथिबाट. कति अल्गो होला. म त राति डरले भिडियो नै गर्न पाइनँ. राति चाहिँ हामी बसमा गएको थियौँ. बसले यस्तो टर्निङ घुराउँदाखेरि यस्तो डर लागेको कि माथि पहाडमा. र अहिले चाहिँ हामी त्यो डरले नै सानो गाडीमा हेर्छौँ. सानो गाडीमा चाहिँ त्यति पत्तो लागेको छैन. र हजुरहरू ककले आएर ककले जान्नुभएको छ. ककलाई यो बाटो हिँड्दा चाहिँ डर लाग्यो. मलाई चाहिँ एकदमै डर लाग्यो है. र हजुरहरूलाई जति सक्यो मैले दर्शन गराइहालेँ. भित्रको चाहिँ मैले दर्शन गराउन पाइनँ किनभने मोबाइल जम्मा दिएको थियो. अघि नै मैले भिडियोमा भनिहालेँ. र जति सक्यो हजुरहरूलाई दर्शन गराएँ. दर्शन गरेर हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला. घर बसी हजुरहरूले पनि दर्शन गर्नुभयो. बाई बाई. अर्को भिडियोमा ल्याउँछु.